वेलकम टु माई च्यानल। म चाहिँ आज गोदावरी आएको छु। म भन्दा नि हामी गोदावरी आएको छौँ आज। यता हुनुहुन्छ मेरो मित्रहरू। अनि यता जानुपर्ने बाटो यस्तो छ कि अनि त्यति पनि जान त पर्छ, तर जानुभन्दा पहिला नै यहाँ खाने सुरु भइसक्यो। हामी चटपटी पनि खाइसक्यौँ, पानीपुरी के खाइसक्यौँ। कति बेला हो जाने अझै थाहा छैन। अनि मौसम चाहिँ कस्तो छ भने चाहिँ घाम पनि लागेको छैन, बादल गरिरहेको चिसो चिसो छ है यता चाहिँ। घरबाट निस्किँदै म मेरो भ्लग सुरु गर्छु भनेको थिएँ, तर मेरो मुड खराब भएको थियो। अनि अहिले चाहिँ अब भिडियो त स्टार्ट गर्नै पर्यो। अनि लेट्स सी। हाम्रो ठोला जस्तो भएछ नि यसरी बनाइदियो भिडियो के यसरी बहिनीको बनाउनु पर्यो। दादा हजुर कस्तो लागिरहेछ? दादा म राम्रै छु कि नै? आज खतरा जबरजस्ती तारिफ गराउनु पर्छ। पानीको धारा रहेछ के यो। यस धारा वरिपरि फोहोर गर्न मनाइ छ। के मनाइ छ अरे है, कारबाही गरिनेछ अरे। सो हामी चाहिँ अझै जान बाँकी नै छ कि। सबजना चिया नास्ता के बनाउन व्यस्त भयो, त्यही भएर। अनि दिस इज माई आउटफिट अफ द डे। कस्तो देखिरहेछ फेरि अब यस्तो। गोदावरीमा यदि कसैलाई वासरुम जान मन लाग्यो भने चाहिँ यो बस स्टपबाट यतापट्टि यहाँ नयाँ वासरुम बन्दैछ क्या। यो चाहिँ सायद यस्तो रहेछ कि हे भगवान् कति फोहोर छ, हे भगवान् कति गनाउँछ। म यहाँबाट उता जानै सकेन, तर बाध्यता जानै पर्यो। यहाँ चाहिँ के रहेछ? स्कुल रहेछ क्या हो, स्कुल रहेछ यहाँ। पुरै रुखहरू काटेर यहाँनिर त के पो बन्दै रहेछ त। मात्रै भयो घाम ताप्न। सूर्यले सधैँ धोका दिन्छ है, त्यही भएर सूर्यको विश्वास नगर्नु होला। भोट फर घन्टी होइन, त्यही भएर। हामी गोदावरीको गेट लिएर आइपुग्यौँ। अब टिकट लिनुपर्छ यहाँबाट। यहाँनिर टिकट काउन्टर टिकट काटेर हिँडिसक्यौँ। पर पर्सन 40 हो क्या अब टिकट चाहिँ। ल यहाँबाट हामी इन्ट्री गरिसक्यौँ। हामीलाई चाहिँ एकछिन प्लास्टिकको झोला लानु मिल्दैन भनेर त्यहाँ बाटोमा अड्डिरहेको थियौँ। कस्तो दामी यार यो त यार, बन्दाकोपी हो क्या। लाली गुराँस होइन दिदी, अर्कै लाली गुराँस हो क्या यो, नेपाली लाली गुराँस होइन। अनि एउटा कुरा कि मैले यहाँ चाहिँ पहिला आउँदा चाहिँ कति धेरै भिडभाड देख्थेँ कि यहाँनिर, तर आज त अलिक मान्छेहरू नभएको कि कस्तो सुनसान जस्तो लाग्यो कि मलाई चाहिँ। तर जे भए पनि हामी भित्र आइसक्यौँ। यहाँ दादाले भारी बोक्न पर्यो भनेर रिस आइसक्यो। हो भारी दिसे माउ चल्छ चाहिँ। बच्चाहरूको पिकनिक आएको रहेछ हेर्नु न, कति धेरै। यस्तो भाग्यमानी हुनुपर्छ पिकनिक आउनु पाउने। अनि यहाँनिर चाहिँ हामी अघि बाहिर वासरुम गएको थियौँ। यहाँनिर चाहिँ एकदम सफा वासरुम पनि भित्रै छ है, यो गेटको साइडमै। अनि यहाँ बच्चाहरू हेर्नु न कति धेरै हल्ला छ क्या भगवान्। साना नानीहरू। ल दादा अल्सो भ्लगिङ। होइन ल ब्लगिङ त कस्तो राम्रो ठाउँ हो यता। आयो यो गोरो छन् नि त, त्यही भएर सायद यता ज्याकेट एक्सचेन्ज हुँदैछ है। धेरै भिडियोमा सेम भयो भनेर म यो पोल यही रिभिल गरिदिन चाहन्छु। ल दिस इज द ब्युटिफुल प्लेस एन्ड हियर माई सिस्टर वेट बेहना का कपडे। अनि यहाँ छ अनि म चाहिँ त्यो भिडियो कस्तो राम्रो आएको छ।
भिडियो खिच्दा खिच्दा अझै पुगे छैन कति खिच्ने हो अझै भिडियो खिच्ने दिन जस्तो गरिरहेको छु म चाहिँ भित्र छिरेदेखि तर नि साँच्चीकै हो यो अहिले आएर मेरो ज्याकेट मन पऱ्यो के बल्ल आज आएर यस्तै हो के आफ्नो साथमा हुँदा फेरि केही पनि भ्यालु हुन्न अरूको साथमा गयो भने कस्तो इरिटेट This is the place I want to click some videos, but I have no cameraman and I am waiting for them. खाने टाइम भयो हाम्रो खानेमा चाहिँ के छ भनेपछि सुन्तला केरा चौनट होइन रोल बदाम यति हो केही पनि ल्याउनु दिएनन् पानी ल्या हैन टाउटो टङ्को अरू खाइदिनु भयो नौ सधैँ त होइन अलिकति चाहिँ खान सक्नुभयो के चाहियो मेरो जुस साले ल दादा ह्यान्डसम देखिसेछ त मेरो ज्याकेट हो त अनि तारखेर आउनु पाएन मेरो ज्याकेट अझै पनि दादाको ज्याकेटले राम्रै देखिसेछ यो मान कस्तो घाँस हाल्नु हाम्रो दिदीको पारा हेर न चिल वाह 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 एक्सन ओ माई गड हामी चाहिँ एउटै ठाउँमा धेरै व्यस्त भयौँ कि अर्को ठाउँ जानुपर्ने गोदावरीमा सबै ठाउँ कस्तो राम्रो छ कि जहाँ बसे त्यहीँ भुलिन्छ गाइज अनि यहाँ मेरो हालत हेर्नु न अब चाहिँ हामी यो लोकेसनमा सुट गर्न जाँदैछौँ सबजना व्यस्त गलिसक्यो मेरो हात गाइस गलिसक्यो लुक एट दिस वाउ वाउ किन रक्सी खाए जस्तो गर्छ ठाडो पारेर खिच्नु ल यतातिर फोटोसुट भिडियो सुट अझै सकेको छैन कस्तो राम्रो छ कि गोदावरी चाहिँ बसिरहँ जस्तो र के गर्ने घर त जानै पर्यो ओके बाई बाई गाइज यहाँ पुगिसक्नुभयो र गोदावरीमा चाहिँ सानो लाली गुराँस देखेर चाहिँ मलाई भिडियो खिच्न मन लाग्यो हेर्नु न लाली गुराँस यति सानो बोटमा पनि फुल फुले त्यहाँ चाहिँ ठुलो बोटमा पनि छन त तर यहाँ चाहिँ यति सानो पनि फुल्छ र तर कोपिलाहरू पनि कति धेरै के सो गाइस अब चाहिँ हामी घर जाने बेला लाग्यो त्यही भएर हामी गेटतर्फ लाग्दैछौँ सबको मोबाइलको ब्याट्री खतम हुन लागिसक्यो मेरो पनि तर मेरो चाहिँ छ अझै अलिकति कति पर्सेन्ट हजुरको 50 मेरो 40 जति छ मेरो नि थियो है एकछिनसम्म ल अब हाम्रो एक्सिट हुँदैछ यहाँ गेट लिएर आइपुग्यौँ हामी बाई बाई गोदावरी भन्ने समय आइसक्यो निस्किसक्यौँ हामी चाहिँ अब गोदावरीबाट यो अन्तिम चरण गोदावरीबाट निस्किनु लाग्यो हामी चाहिँ